हुन्छ सबैजनालाई जय मेसी न्यानो न्यानो अभिवादन अनि गुड मर्निङ भन्न चाहन्छु अनि मसँग जतिजना जोडिनु भएको छ सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु अनि विशेष गरी हिजो हामीले भिडियो हाल्नु पाएन म क्षमा चाहन्छु अनि परिवर्तनशील समयको लागि अपरिवर्तनीय सत्य बाइबली सिद्धान्तहरूको बारेमा भिडियो हाल्नेछु। तपाईले नोट पनि गर्न सक्नुहुनेछ है। अनि आजको अध्ययन चाहिँ परमेश्वरका कार्यहरू छ। यसमा चाहिँ जम्मा 7 वटा पोइन्ट छ। तपाईले डायरी अथवा कपीमा नोट पनि गर्न सक्नुहुनेछ। तपाईले अवश्य यसबाट केही न केही कुराहरुको त्यो प्रकाश चाहिँ तपाईले पाउनुहुनेछ भन्ने म आशा गर्दछु। हुन्छ, भिडियोलाई सुरु नगरिकन अगाडि गर्नेछु। भिडियो चाहिँ छोटो बनाउनेछु किनकि धेरै लामो बनायो भने चाहिँ के हुन्छ तपाईहरु सुन्नेलाई पनि दिक्कत हुन सक्छ, अल्छी लाग्न सक्छ है। अनि त्यही भएर म भिडियो चाहिँ छोटो बनाउनेछु है त। परमेश्वरको कार्यहरुमा चाहिँ 7 वटा बुँदाहरु छ, 7 वटा पोइन्ट छ। त्यो 7 वटा पोइन्ट चाहिँ तपाईले टिप्नु पर्ने हुनेछ। परमेश्वरको कार्य चाहिँ के हुन्छ, के हो रहेछ हामी हेरौँ है त। 1 नम्बरमा छ सृष्टि है। जति पनि सृष्टि जति पनि हाम्रो आँखाले जति देख्छ, बोट बिरुवा, जंगल, जनावर, खोला नाला, समुद्र जति पनि छ त्यो चाहिँ के हो त परमेश्वरको सृष्टि हो। अनि सृष्टिबाट मात्रै हुँदैन है त। अर्को कुरा छ परमेश्वरको अर्को कुरा चाहिँ नियम छ है। सृष्टि गरिसकेपछि अब त्यो नियम कुनले के खाने, कुनले के लाउने हैन, कुन के को लागि के खाना उपलब्ध हुन्छ त्यो नियम है। नियम चाहिँ चाहिन्छ। सृष्टि भइसकेपछि नियम चाहिँ चाहिन्छ है। दोस्रोमा नियम छ भने नियमबाट मात्रै हुँदैन, फेरि अर्को कुरा चाहिन्छ। तेस्रोमा संरक्षण पनि गर्नु पर्यो है त। संरक्षण पनि हुनुपर्छ। संरक्षण भनेको सुरक्षा गर्ने है। संरक्षण पछि अर्को अति आवश्यक पर्ने कुराहरु चाहिँ व्यवस्थाका बन्दोबस्त। संरक्षण गरिसकेपछि व्यवस्थाको बन्दोबस्त पनि गर्नु पर्दछ परमेश्वरको कार्यहरु तेस्रोमा है। अनि हामी चौथोमा तेस्रो हेरिसक्यो। संरक्षण पनि सृष्टि हेर्यो, नियम हेर्यो, त्यसैगरी संरक्षण हेर्यो, त्यसैगरी 4 मा व्यवस्था बन्दोबस्त हेर्यो। अनि पाँचौंमा चाहिँ छुटकारा है त। बन्दोबस्त भइसकेपछि छुटकारा पनि चाहिन्छ। छुटकारा पछि अर्को कुरा अति आवश्यक पर्ने कुराहरु चाहिँ के छ 6 नम्बरमा चाहिँ निर्णय है। निर्णय पनि अति आवश्यक कुराहरु पर्दछ। छुटकारा भइसकेपछि निर्णय पनि हुनु पर्दछ। आज त्यो निर्णय बिनाको छुटकारा चाहिँ त्यो असम्भव छ है। अनि निर्णय पछि अर्को कुरा अति आवश्यक कुराहरु चाहिँ छ प्रेरणा है। निर्णय पछिको अर्को कुरा चाहिँ के रहेछ प्रेरणा 7 मा। आज यी 7 वटा कुराहरु चाहिँ हामीलाई अति आवश्यक पर्ने कुराहरु चाहिँ रहेको छ। अनि भोलिको अध्ययन चाहिँ व्यवहारिक कुराहरु छ है त। भोलिको कुराहरु चाहिँ व्यवहारिक कुराहरु चाहिँ हामीले हेर्ने छौं। व्यवहारिक कुराहरुमा के पर्छ, व्यवहारिक कुराहरु चाहिँ के गर्नुपर्ने, के अवस्था हुँदो रहेछ भनेर हामीले भोलिको अध्ययनमा हेर्ने छौं। जय मसी।